आज हामीले घरमा के थरीको खानेकुरा बनाएर खायौँ त साथीहरू। सो हेलो एभ्रिवान, से वा वेलकम टु माई मिनी ब्लग। अनि तपाईँहरूको साथमा आएको छु फेरि पनि मिनी ब्लगका साथ। अनि सो आज साथीहरू हामीले चाहिँ घरमै अनि मोमो बनाएर खाने प्लान गरेको छौँ साथीहरू। त्यही भएर यहाँ दिदीले चाहिँ अनि मोमोको लागि पिठो मुस्नु हुँदैछ। हामीले चाहिँ अनि मोमो र निम्की बनाउने भनेर योजना, त्यही भएर मैले चाहिँ यहाँ ज्वानो लगाइदिँदैछु। दिदीले चाहिँ मुछिराख्नु भएको छ पिठो। साथीहरू कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु, अन्तिमसम्म भिडियो हेर्नु होला साथीहरू। म चाहिँ अनि मोमोको लागि स्पेसल प्याज काट्न गइरहेको छु साथीहरू। मोमोको लागि अलवेज चाहिन्छ नि प्याज। म चाहिँ प्याज काट्नतर्फ लागि साथीहरू देख्न सक्नुहुनेछ, प्याज काट्दैछु यसरी। अनि हामी मोमो घरमै बनाएर खायौँ भने एकदम स्वादिष्ट मिठो हुन्छ साथीहरू। कस्तो मोमो खाने नखाने? यहाँ बेल्नु ठिक पारेको। सो यहाँ चाहिँ अनि देख्न सक्नुहुन्छ सुँगुरको मासु यस्तो राम्रो छ। अब यस्तो चाहिँ हामी किमा बनाएर मोमो बनाउने। अनि हाम्रो भेना चाहिँ किमा बनाउनु हुँदैछ मोमोको लागि, देख्न सक्नुहुन्छ साथीहरू। ससुरालमा आएर मोमो खानै भन्नुभयो, त्यही भएर म चाहिँ बनाइदिँदैछु होइन भेना। मैले चाहिँ साथीहरू अनि म चाहिँ किमा कस्तो तरिकाले बनाउँछु भने साथीहरू, अनि त्यो मासु चाहिँ काटेको मासुलाई चाहिँ अनि हल्का अनि फ्राई गर्छु साथीहरू। यतिकै लाउँदा पनि हुनु चाहिँ हुन्छ है साथीहरू, हुन्छ। तर मेरो अब स्टाइल हो नि त साथीहरू, आफ्नो आफ्नो हुन्छ तरिका बनाउने, त्यही भएर म चाहिँ हल्का पकाएर लाउँछु। अनि हामी चाहिँ साथीहरू निम्की बनाउँदैछौँ नि, निम्कीको लागि माछा हाम्रो मोमो पनि बनाउने छौँ हामी। यहाँ चाहिँ निम्कीको लागि नानाले चाहिँ काट्नुहुन्छ गाइस। जे पनि बनाउन पर्फेक्ट, खानुमा चाहिँ अगाडि नै छु। साथीहरू हामी चाहिँ निम्की बनाउँदैछौँ। यहाँ भेना पनि निम्की पोलिसकेको छौँ। यति छ साथीहरू निम्की। यो चाहिँ हामीले कोसेली लाउँछौँ अब। अनि यहाँ चाहिँ निम्की बनाइसकेर हामी चाहिँ यहाँ मोमो पनि बनाउन आँटेछौँ साथीहरू। साथीहरू मैले चाहिँ मोमो बनाउँदैछु, पोर्क मोमो देख्न सक्नुहुन्छ। यता हाम्रो दाजुहरू नि आउनुभएको छ। यहाँ हाम्रो भेना हेन्डसम भेनाले अनि बेल्नु हुँदैछ रोटी। मोमो पाक्दैछ साथीहरू। अनि साथीहरू म चाहिँ यहाँ अचार बनाउनको लागि टमाटर काट्न आँटेछु मोमोको लागि। फाइनली साथीहरू मोमो पनि पाकिसक्यो। अब हामी चाहिँ खानेछौँ बसेर सबैजना साथीहरू। मोमो चाहिँ यस्तो दामी भएको छ नि साथीहरू, मैले त अघि चाखिसकेँ। पकाउने मान्छे हो नि त, पकाउने मान्छेले त कस्तो छ के छ, नुन लाग्यो कि लागेन भनेर चाखिहाल्छ नि त साथीहरू। यस्तो छ, यस्तो भएको छ साथीहरू फाइनली। अनि म चाहिँ खाँदैछु। मैले चाहिँ म खाएको मात्रै भिडियो गरेँ साथीहरू, अरू खाएको गर्नु पाइनँ, बिर्सेछु, खाइसक्नु भएछ। अनि मैले चाहिँ खाँदैछु। एकदम दामी भएको छ है साथीहरू। म चाहिँ आमाहरूकोमा आएपछि साथीहरू जहिले मोमोहरू बनाइराखेकै हुन्छु। अनि यहाँ चाहिँ म भिडियोहरू पनि तपाईँहरूको माझमा लगाउँछु नै साथीहरू। अनि म चाहिँ मिनी ब्लग अहिले त प्रायः ल्याउँछु नै 2-3 दिनमा साथीहरू। तपाईँहरूको माझमा कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। अनि सो आजको मिनी ब्लग चाहिँ यति नै साथीहरू, बाइ बाइ।